हेलो नमस्ते सबैजनालाई। फाइनल्ली म चाहिँ गाउँ आइपुगिसकेको छु। गाउँमा चाहिँ एकदम चिसो भइरहेको रहेछ। आज चाहिँ जाडो जाडो भइरहेको छ। यो चाहिँ मेरो घर वरिपरिको वातावरण रहेको छ। हेर्नुहोस् साथीहरू, यस्तै छ गाउँघरको अवस्था। रमाइलो लाग्छ गाउँघर, डाँडापाखा, हरियाली, आफ्नो जन्मेको गाउँठाउँ। यो चाहिँ नगरपालिकाबाट बनाइदिएको धारा रहेको छ। एकदम राम्रोसँग बनाइदिएको रहेछ। 2वटा धारा बनाइदिएको छ नगरपालिकाबाट। एकदम राम्रो छ। यो चाहिँ मेरो कफीको बोट हो। यसपालि चाहिँ एकदम राम्रोसँग फलेको रहेछ। यो फलेको देख्दाखेरि एकदम खुसी लागिरहेको छ मलाई। राम्रोसँग पाकिसकेको रहेछ। एकदम रातो भइरहेको छ। राम्रोसँग पाकेको रहेछ कफी। आज चाहिँ म यो कफी टिप्न जाँदैछु। यो कफी टिपेर पछि कफी बनाएको पनि म तपाईहरुलाई देखाउने छु। माथिदेखि तलसम्म एकदम राम्रोसँग पाकेको रहेछ। गाउँठाउँमा पनि यसरी सबैजनाले कफी खेती गर्नुभयो भने हाम्रो आर्थिक आम्दानी पनि एकदम स्तर उन्नति हुनेछ। सबैजनाले कफी खेती गर्नुहोला। अघि मैले देखाएको कफी चाहिँ टिपेर पनि हजुरआमा र म मिलेर यसलाई कुटेर रेडी पार्दैछौँ। यसका बोक्रो र भित्रको दाना छुट्टा गरेर यसमा कुटेर छुट्टाउँदैछौँ। राम्रोसँग कुट्नुपर्छ अनि बोक्रा र भित्रको दाना छुट्टिने गरी। धेरै भएको भए अब मेसिनमा गर्न पनि हुन्थ्यो, तर थोरै भएको कारणले म चाहिँ यसमा कुट्दैछु। तपाईहरुले पनि यस्तै गरेर कफी छुटाउन सक्नुहुन्छ। जाडो महिनामा त्यसमाथि झन् आज पानी परेर एकदम चिसो भइरहेको छ साथीहरू। पानी पनि हल्का परिरहेको छ अनि चिसो मौसम छ। बाहिरको मौसम यो चिसो भएको कारणले आज हजुरआमा र म चाहिँ आगो ताप्दैछौँ। बाहिर एकदम चिसो छ, त्यही भएर हजुरआमा र म मिलेर आगो तापिरहेको छु साथीहरू। एकदम चिसो छ बाहिर। जाडो महिनामा आगो ताप्नुको मजा छुट्टै हुन्छ। गाउँघरतिर यस्तै हो। सहर बजारतिर भएको भए अब हिटरहरू हुन्थ्यो होला। गाउँघरतिर यस्तै हो। दाउरा बाल्यो, आगो ताप्यो। यस्तै छ साथीहरू। चिसो छ। चिसोमा आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। आगो ताप्नु एकदम मजा आउँछ क्या। पहिला सानो हुँदा पनि यसरी नै आगो ताप्थ्यौँ हामी। अहिले चाहिँ बिहानको मौसम एकदम कुहिरो लागेर चिसो बढिरहेको छ। सबै कुहिरो लागेर डाँडापाखा सबै छोपिरहेको छ कुहिरोले। एकदम चिसो छ साथीहरू। यस्तै हो गाउँठाउँ। रमाइलो छ। आफू जन्मेको, खेलेको, हुर्केको ठाउँ रमाइलो लाग्छ। यो साथीहरू, यो चाहिँ रुद्राक्षको बोट हो। यस्तै छ गाउँठाउँतिर। तपाईहरुको पनि यस्तै छ होला नि। अब सहर बजारतिर भएको भएको छुट्टै हुनु होइन। यो चाहिँ तरकारी बाली हो। यस्तै छ साथीहरू। चिसो छ। तपाईहरुतिर कस्तो छ? यो चाहिँ धनियाको बोटहरू हो। यो चाहिँ मुलाको। यो मैले पोहोर रोपेको एभोकाडोको बोट अहिले त म जत्रो भइसकेछ। 1 वर्षमा
यो चाहिँ लसुन हो, राम्रोसँग हुर्किँदैछ लसुनहरू। यो बोटहरू चाहिँ मैले पोहोर काठमाडौँबाट ल्याएर रोपेको थिएँ। यस्तै छ साथीहरू, बोट बिरुवा, हरियाली, वनजङ्गल, गाउँठाउँहरू यस्तै छ, रमाइलो छ। फाइनल्ली मैले चाहिँ कफी टिपेर पनि अर्को वर्ष रोप्नको लागि बिउ तयार गर्दैछु। नर्सरी ब्याड तयार पारेर म चाहिँ यहाँ कफीको बिरुवा उमार्न लाग्दैछु साथीहरू। तपाईहरू पनि आफ्नै खेती बाँझो जग्गाहरूमा यस्तै खेती गर्न सक्नुहुन्छ। म चाहिँ अब कफी खेती गर्नको लागि थोरै बिउ आफैले उमारेर ट्राई गर्दैछु। हेरौँ कस्तो हुन्छ, पछि तपाईहरूलाई पनि देखाउनेछु। बिहानको मौसम चिसो भए पनि दिउँसो चाहिँ मजाले घाम लागेर एकदम न्यानो भइरहेको छ। रमाइलो छ आजको दिन। तपाईहरू पनि यस्तै गाउँघरतिरको खेतीपाती भिडियो हेर्न मन छ भने सबैले मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला साथीहरू। यस्तै छ भिडियोहरू, अर्को भिडियो पनि लिएर आउनेछु। आजलाई यति नै साथीहरू, नमस्ते।